वेलकम टु माई न्यू ब्लग। सबैजनालाई फेरि पनि मेरो न्यू ब्लगमा स्वागत छ। आजको ब्लग चाहिँ मोमो बनाउने हो। यहाँ मैले प्याजलाई कटिङ गरेर रेडी गरिसकेको छु। फेरि दिदीले यहाँ आटा मुस्दै हुनुहुन्छ। अब हाम्रो यहाँ किमाको तयारी हुँदैछ। दिदीले चाहिँ किमा बनाउँदै हुनुहुन्छ। पहिला प्याज हाल्नुभयो, प्याजपछि अजिनामोटो हाल्न लाग्नु भएछ। मोमोमा त मेनै हो अजिनामोटो भन्ने चिज। अब त्यसपछि नमक हाल्दै हुनुहुन्छ, चाहिँ मोमो मसाला हाल्दै हुनुहुन्छ। हामीले सबै सामान हालिसकेछौँ। अब यसलाई मिक्स गर्ने देख्न सक्नुहुन्छ हजुरहरूले। आटा अनि मसाला पनि हाम्रो तयार भइसकेछ, हजुरहरूले हेर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ आटा बेलिरहेको छु, बेल्न नआई पनि बेलिरहेको छु। दिदीले चाहिँ मोमोको सेप बनाउनुहुन्छ, मलाई आउँदैन बनाउन, त्यही भएर दिदीले नै बनाउनुहुन्छ। अब चाहिँ बनाउन धेरै छैन, हामीले धेरै जस्तो बनाइसकेछौँ। अब यी बनाएको 3 मुक्टो जति भएछ। Few moments later. यहाँ मोमोलाई पाक्नको लागि हामीले आगोमा पनि राखिसकेछौँ। मोमोलाई आगोमा पकाए झन् मिठो हुन्छ। हाम्रो मोमो पाकेर रेडी भइसकेछ। हाम्रो मोमो पाकेर रेडी भइसकेछ। हजुरहरूले हेर्नै सक्नुहुन्छ कति जुसी भएछ भनेर, हेरेरै थाहा पाउनु भयो होला। फाइनली हाम्रो मोमो पनि बनिसकेछ, तपाईहरुले देख्नुभयो होला। हेर्नुस्, मजा आया। और मैं ये जो मजा है आजको ब्लग म यहीमा एन्ड गर्नेछु। फेरि भेट्नेछ हामी नेक्स्ट ब्लगमा। सबैजनाले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला।